आदरणीय कवि रामप्रसाद गेवालीको उज्यालो यात्रा आज म वाचन गर्न गइरहेको छु। यो कविता अनुष्टुप छन्दमा संरचित छ। कविता यसरी सुरु हुन्छ। कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन। कर्ममा छ भने शक्ति जङ्गलै बन्छ नन्दन। घोटिएर सयौं पल्ट दाउरो बन्छ चन्दन। भएमा उच्च संकल्प छैन केही असम्भव। संकल्पैले बनेका हुन् महान मान्छेहरू सब। जसका कर्मले बन्छन् जिन्दगी हँसिला खुसी। अरूको लिनुमा भन्दा दिनुमा बन्छ जो खुसी। ईर्ष्या द्वेष हटाएर जो छर्छन् प्रेम सौरभ। तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव। तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव। जसका भावना हाँस्छन् मनमा रागिनी भरी। जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी। जसका कर्मले लिन्छन् उच्च जीवनका पथ। तिनैका पथमा हिँड्छन् मान्छेहरू सगौरव। जुटेका ज्ञानले जो छन् पार्दै धरती मनोहर। उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर। समर्पित भएका छन् जो सदा न्याय खातिर। संसारमा उठेका छन् तिनैका विजयी शिर। लोभ लालचमा छैनन् जसका मन मस्तक। जो सदैव हुने गर्छन् त्यागका निम्ति उद्धत। उदात्त कर्मको यात्रा गर्छन् जो सधैँ सधैँ। आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै। उदात्त कर्मको यात्रा गर्छन् जो सधैँ सधैँ। आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै। यस्तो आदर्श यात्रामा कहिले चलुला नि म। चन्द्र सूर्य बनी आफै कहिले बलुला नि म। यस्तो आदर्श यात्रामा कहिले चलुला नि म। चन्द्र सूर्य बनी आफै कहिले बलुला नि म। आफ्नै पौरखले बाटो कहिले खलुला नि म। आफ्नै पौरखले बाटो कहिले खनुला नि म। सर्वोच्च कविता आफै कहिले बनुला नि म। सर्वोच्च कविता आफै कहिले बनुला नि म। सर्वोच्च कविता आफै कहिले बनुला नि म। हस्, धन्यवाद।